नमस्कार सेवा र सम्पूर्णमा आज चाहिँ मैले चम्जालुङजीले पठाउनु भएको उहाँको गजल लिएर यहाँहरू माझमा उपस्थित भइसकेकी छु र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला है त। प्रिय मेरो लागि खास हौ तिमी, प्रिय मेरो लागि खास हौ तिमी, हर पल मैले फेर्ने सास हौ तिमी, हर पल मैले फेर्ने सास हौ तिमी, मलाई मेरो सासले छाडेर गए पनि तर मेरो एकमात्र आस हौ तिमी, तर मेरो एकमात्र आस हौ तिमी। दुनियाँले जेसुकै भनोस् तिमीलाई, दुनियाँले जेसुकै भनोस् तिमीलाई, सधैँभरिको मेरो विश्वास हौ तिमी, सधैँभरिको मेरो विश्वास हौ तिमी। तिम्रो मायाको बयान गरेर थाक्दिन, तिम्रो मायाको बयान गरेर थाक्दिन, टाढा भए पनि मेरो आभास हौ तिमी, टाढा भए पनि मेरो आभास हौ तिमी। दूरी हाम्रो जतिसुकै टाढा होस्, दूरी हाम्रो जतिसुकै टाढा होस्, तर मेरा लागि सधैँ आसपास हौ तिमी, मेरा लागि सधैँ आसपास हौ तिमी। थ्याङ्क यू सो मच। एकदमै माया नै मायाले भरिएको यो गजल को लागि एकदमै धन्यवाद चम्जालुङजीलाई। आगामी दिनहरूमा पनि यसरी गजलहरू लेख्दै गर्नुहोला, शुभकामना। अनि तपाईँलाई चम्जालुङजीको गजल कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। नमस्कार।